हेलो एन्ड नमस्ते। हाम्रो रेस्टुरेन्ट खोल्ने जर्नीमा हजुरहरूलाई स्वागत छ। दिस इज द पार्ट 2 अफ ओपनिङ न्यू रेस्टुरेन्ट इन चितवन। हामी तीनजना मिलेर रेस्टुरेन्ट चाहिँ भरतपुर भित्र खोल्ने निर्णय गरेको छौँ। तर भरतपुर भित्र पनि एकदम लफडा रहेछ। अलि बजार एरियामा खोलम भनी सटरको भाडा एकदम महँगो र कुनै ठाउँमा सिटिङ स्पेसै नपुग्ने। झनै कुनै ठाउँमा त सटर किन्नको लागि एडभान्स पैसा तिर्नु पर्ने, व्हिच वी हैव टु पे टु मच। हामीले हाम्रो रेस्टुरेन्टको लागि बजेट भने हल्का टाइट नै राखेको छौँ। त्यसैले हामीले भनेको जस्तो ठाउँमा सटर पाउन गाह्रो भइरहेको थियो। शहीद चोक, सप्तगण्डकी, कमलनगर जस्ता ठाउँमा जति खोज्दा नि सटर पाउन चाहिँ लास्टै गाह्रो रहेछ। त्यसैले सटर खोज्नतिर भन्दा आफैले भनेको जस्तो स्पेस गराउन र लिमिटेड बजेटमा राम्रो रेस्टुरेन्ट खोल्न हामीले खाली जग्गा खोज्नतिर लाग्यौं। त्यो पनि भेटाउन एकदम गाह्रो। भनिन्छ नि हामीले मनबाट केही गर्ने सोच राख्यौ भने भगवानले साथ दिनुहुन्छ भनेर। त्यसै गरी एकजना चिनेको अङ्कलले हामीलाई रेस्टुरेन्ट गर्न उहाँको खाली जग्गा दिनुभयो, जुन लाइन चोकबाट माथि लागेर क्षेत्रपुर मिल्स एरिया चिया चौतारीबाट नजिकै रहेको छ। र हाम्रो रेस्टुरेन्ट खोल्ने जर्नीमा सँगै हुन तपाईहरूले मलाई फलो गर्न र भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। अनि हाम्रो यो लोकेसन तपाईहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला।